हाम्रो सिस्टर हाम्रो दिदीहरूसँग पनि यसरी भेटघाट गर्ने मौका पाइयो र हामीले उहाँहरूसँग चाहिँ सब्सक्राइबको लागि पनि हामीले एकदमै अनुरोध गऱ्यौँ रिक्वेस्ट गऱ्यौँ उहाँहरूले हाम्रो सब्सक्राइब पनि गरिदिनु हुनेछ मेरो च्यानलबाट त भरै नै आउँछ यो झन्डा पार्कमा घुम्दै गर्दाखेरि अनि तपाईहरुसँग पनि बसे हैन यसरी भिडियो बनाएको तपाईहरुको फोटो पनि आउँछ है भरे तर म एडिट गरेर पुरै हाल्दिन लगभग छोटो हैन मिलाएर हाल्छु हजुर खुसी लाग्यो अनि तपाईहरु चाहिँ यहाँ घुम्नुको लागि आउनु भएको धरान 15 घर ए हजुर यहाँ एकदम रमाइलो छ नि यहाँ पनि यसो शान्ति छ बसेर मेरो पनि घर यहाँ धरान 8 नै हो म कहिले कहिले आइरहन्छु उहाँ दाजु चाहिँ काठमाडौँबाट आउनु भएको अनि यसो घुमाउँदै श्रम संस्कृति पार्कहरु घुमाएर अनि झण्डा पार्क पनि घुमेर जाउँ भनेर चाहिँ हामी आएको खुसी लाग्यो तपाईहरुसँग बातचित गर्न पाएर हस् अब हामी अनि विशेष गरी हामी झण्डा पार्कमा घुम्दै गर्दाखेरि चाहिँ हाम्रो एकदमै ह्यान्डसम भाइ है हजुरको नाम एकचोटी भनिदिनुस् मेरो नाम मनिष मगर हो मनिष मगर भाइसँग हामी यसरी भेटघाट गर्ने मौका पायौं अनि उहाँ चाहिँ एकदमै फर्साइलो हुनुहुँदो रहेछ है मजाले खुलेर बोल्ने अनि हसिलो अनि मान्छे पनि एकदम ह्यान्डसम हैन जिउ डाल पनि सर्लक्क हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो मेरो अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ र अहिले चाहिँ म धरानको झण्डा पार्कमा चाहिँ आएको छु र यहाँ झण्डा पार्क भित्र प्रवेश म गरिसकेको छु अनि यो झण्डा पार्कमा घुम्न आउँदै गर्दाखेरि चाहिँ प्रवेश शुल्क चाहिँ मात्रै 15 रुपैयाँ एकजना बराबरी अनि यहाँनिर 15 रुपैयाँ तपाईहरुले तिरिसकेपछि भित्र घुम्ने ठाउँहरु चाहिँ कस्तो कस्तो छ भनेर म देखाउन गइरहेको छु अनि यहाँदेखि चाहिँ एकदमै धरानको एकदमै सुन्दर भ्यूहरु देख्न सकिन्छ विशेष गरेर यहाँदेखि धरानको बाजेगरा साइड पुरै देखिन्छ है यो देखिँदै गरेको ठाउँहरु चाहिँ धरान 15 बाजेगरा अनि धरानको 8 नम्बर एरिया पनि लगभग पुरै देखिन्छ झण्डा पार्क ठुलो झण्डा राखिएको छ ल मेरो पनि युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ है त छैन अब घर गएर त्यहाँ सेभ गरेर होला नि त अनि भाइहरुलाई तपाईहरु चाहिँ कहाँ धरानबाटै हो हजुर ए लिएर कहिले आउने त वाह लिएर नआउने नआउने हो नआउने के युट्युब न हाई भन्देऊ थ्याङ्क यू सो मच है भाइलाई यहाँनिर रुखहरू रहेछ होइन ठिकै छ अब यो हामी माथिल्लोमा हामी गएर बस्नुपर्छ थ्याङ्क यू फर भाइ ल हाम्रो झण्डा पार्कमा घुम्दै गर्दाखेरि चाहिँ
त्यो नेट कस्तो ढिलो खोलिँदैछ यहाँ हाम्रो सिस्टर हाम्रो दिदीहरूसँग पनि यसरी भेटघाट गर्ने मौका पाइयो र हामीले उहाँहरूसँग चाहिँ सब्सक्राइबको लागि पनि हामीले एकदमै अनुरोध गऱ्यौँ रिक्वेस्ट गऱ्यौँ उहाँहरूले हाम्रो सब्सक्राइब पनि गरिदिनु हुनेछ मेरो च्यानलबाट त भरै नै आउँछ यो झन्डा पार्कमा घुम्दै गर्दाखेरि अनि तपाईँहरूसँग पनि होइन यसरी भिडियो बनाएको तपाईँहरूको फोटो पनि आउँछ है भरे तर म एडिट गरेर पुरै हाल्दिनँ लगभग छोटो होइन मिलाएर हाल्छु हजुर खुसी लाग्यो अनि तपाईँहरू चाहिँ यहाँ घुम्नुकै लागि आउनुभएको धरान 15 घर ए हजुर यहाँ एकदम रमाइलो छ नि यहाँ पनि यसो शान्ति छ बसेर मेरो पनि घर यहाँ धरान 8 नै हो म कहिले कहिले आइरहन्छु उहाँ दाजु चाहिँ काठमाडौँबाट आउनुभएको अनि यसो घुमाउँदै श्रम संस्कृति पार्कहरू घुमाएर अनि झन्डा पार्क पनि घुमेर जाउँ भनेर चाहिँ हामी आएको खुसी लाग्यो तपाईँसँग बातचित गर्न पाएर हस् अब हामी अनि विशेष गरी हामी झन्डा पार्कमा घुम्दै गर्दाखेरि चाहिँ हाम्रो एकदमै ह्यान्डसम भाइ है हजुरको नाम एकचोटि भनिदिनुहोस् मेरो नाम मनिष मगर हो मनिष मगर भाइसँग हामी यसरी भेटघाट गर्ने मौका पायौँ अनि उहाँ चाहिँ एकदमै फर्साइलो हुनुहुँदो रहेछ है मजाले खुलेर बोल्ने अनि हँसिलो अनि मान्छे पनि एकदम ह्यान्डसम होइन जिउ डाल पनि सर्लक्क अनि उहाँसँग यसरी कुराहरू गर्नु पाइयो अनि विशेष गरी भाइलाई एक दुईवटा क्वेसन्स अब म पनि हुनु त यहीँ धरानकै हो अनि धरान 8 नम्बर भए पनि म तर अब बसोबासको हिसाबले अलिकति कमै बस्छु यहाँनिर अनि अब अलिकति यहाँबाट केही भाइलाई धरानको विषयमा सोध्नु पर्यो है हजुर हुन्छ अनि तपाईँको चाहिँ यहाँ धरान 3 नम्बर अनि यो झन्डा पार्क यो बनेको चाहिँ कति भयो म आउनु योभन्दा अगाडि पनि एकचोटि आएको थिएँ लगभग हजुरलाई बनेको चाहिँ थाहा भएन धेरै चाहिँ भएको छैन यो भर्खर बनाएको भर्खर बनेको है हजुर हजुर यहाँदेखि भ्यूहरू पनि मजाको देखिन्छ भ्यू त एकदमै यो लगभग 15 नम्बर सबै नै देखिन्छ है राम्रोसँगले देखिन्छ यो तल देखिँदै गरेको एरियाहरू लगभग जाडो पनि छैन ठिक्कको छ अहिले हजुर वेदर अनि अब थोरै छ यो त्यही पनि होइन राम्रोसँगले अब सजावट गरिएको छ घाँसहरू मजाले अब दुबोहरू लगाएको छ अनि यहाँ आएर बस्दै गर्दाखेरि छुट्टै एक प्रकारको मजा आउँछ कि यहाँनिर है मजा शान्त वातावरण अनि अब धरानको लगभग आधा भाग जति त सबै यहाँबाट हामीले देख्न सक्छौँ है लगभग यो 4 नम्बर एरिया पर्यो है त है यता 4 नम्बर होला यता लगभग धरानको 4 नम्बर हो भने अनि अब यता पानमारा साइडहरू पनि यहाँबाट हामीले देख्न सक्छौँ अनि साथै यो धरान बाँसगारा 15 नम्बर त भइगयो 8 नम्बरलाई पनि लगभग पुरै देखिन्छ अनि बाँकी उतापट्टिको साइड चाहिँ देखिँदैन फेरि पनि धरान एकदमै सुन्दर हाम्रो यहाँनिर झन्डा राम्रो छ एकदमै राम्रो छ नयाँहरूलाई सोद्धा पनि हुन्छ ल थ्याङ्क यू भाइ है हजुर हुन्छ धन्यवाद